Namaste everyone, welcome to my YouTube channel. आज हामीले चाहिँ पोखरा युनिभर्सिटी अन्तर्गतको फाउन्डेसन इन्जिनियरिङको चाहिँ 2025 को फल सेमिस्टरको चाहिँ क्वेसनको पास क्वेसनको सल्युसन गर्न गइरहेको छौँ। जसमा चाहिँ हामीलाई फर्स्टमा क्वेसन सोधिएको छ। यो चाहिँ सोल एक्सप्लोरेसन भन्ने च्याप्टरबाट सोधिएको छ। 8 मार्क्सको नम्बर हो। 1 को बीमा पहिला चाहिँ हामी यसको सल्युसन गर्न गइरहेका छौँ। अब यसको सल्युसन गर्ने क्रममा चाहिँ हामीले के हेर्न सक्छौँ भने हाम्रो क्वेसनमा चाहिँ के दिएको रहेछ भने फर्स्टमा the filled SPT test was conducted in a deposit of layered soil with a top layer of clay of thickness 6 meter with a unit weight of 18 kilonewton per meter cube भनेको पहिलो लेयर डिफ्रेन्ट लेयर छ। त्यसमा चाहिँ पहिलो लेयरमा चाहिँ हाम्रो के रहेछ भने 6 मिटरको चाहिँ हाइटमा चाहिँ हाम्रो क्ले लेयर रहेछ, जसको युनिट वेट चाहिँ कति छ हाम्रो 18 किलो न्युटन पर मिटर क्युब। त्यसपछि हामीलाई के भनेको छ भने एन्ड द बटम लेयर अफ स्यान्ड, तलको लेयरमा चाहिँ स्यान्ड रहेछ। अब स्यान्ड लेयरमा चाहिँ विथ युनिट वेट अफ 19, सो गामा इक्वल्स टु 19। अब यो कहाँसम्मको यो लेयर हो, यो हामीलाई चाहिँ अहिलेसम्म चाहिँ क्लियर गरिएको छैन। त्यसपछि के भनेको छ भने एभरेज स्याचुरेटेड युनिट वेट अफ पार्सली स्याचुरेटेड स्यान्ड एन्ड स्याचुरेटेड युनिट वेट अफ 21 किलो न्युटन पर मिटर क्युब। अर्को हामीलाई चाहिँ गामा स्याट पनि गिभन रहेछ। यो गामा स्याट चाहिँ कतिखेर युज गर्ने भनेको त हामीले चाहिँ क्वेसन चाहिँ फर्दर पढ्दाखेरि चाहिँ हामीलाई थाहा हुन्छ। द वाटर टेबल इज लोकेटेड 11 मिटर बिलो द ग्राउन्ड सर्फेस भनेको यो 19 किलो न्युटन चाहिँ तपाईँको चाहिँ वाटर टेबलभन्दा माथिको लेयरका लागि युज गर्ने भने वाटर लेभल पछिको चाहिँ लेयरमा चाहिँ हामीले चाहिँ गामा स्याट युज गर्नु पर्यो। त्यसमा चाहिँ हामीले हेर्न सक्छौँ भने अब ग्राउन्ड वाटर टेबल चाहिँ 11 मिटर र यो चाहिँ 6 मिटर छ भने अझै 5 मिटर तल 5 मिटरसम्म चाहिँ हाम्रो ड्राई रहेछ। त्यसपछिको सोइल चाहिँ हाम्रो यो पनि स्यान्ड हुने हो। यो 11 मिटरमा चाहिँ गएर चाहिँ हाम्रो वाटर टेबल ग्राउन्ड वाटर टेबल चाहिँ रहेको छ। त्यसपछि अब कति तलसम्म चाहिँ जाने भयो त एसपिटी टेस्ट एट 15 मिटर डेप्थ वाज अब्जर्भ टु बी 39 भनेको हाम्रो एसपिटी टेस्ट चाहिँ 15 मिटरसम्म चाहिँ गरिएको छ भने अब हाम्रो यो ग्राउन्ड वाटर टेबल चाहिँ हामीले के एज्युम गर्नु पर्यो भने ग्राउन्ड वाटर टेबलमा चाहिँ रिमेनिङ डिस्टेन्स टोटल चाहिँ 15 मिटर हुने भयो। अब यसमा चाहिँ 11 मिटर यहाँ भयो भने यो चाहिँ 4 मिटरको चाहिँ अझै तपाईँको चाहिँ डेप्थ हुने भयो। अब हामीले यसको लागि चाहिँ हामीले एसपिटी भ्याल्यु चाहिँ गिभन रहेछ। एसपिटी भ्याल्यु इज 39। त्यसपछि अब हामीलाई के निकाल्नु पर्यो चाहिँ करेक्टेड एन्ड भ्याल्यु फर डाइलेटेन्सी एन्ड ओभरबर्डन करेक्सन। अब करेक्सन गर्नु पर्यो हामीलाई चाहिँ यो एसपिटी भ्याल्यु भनेको त हामीलाई एन्ड भ्याल्यु गिभन रहेछ। अब हामीले चाहिँ यसको सल्युसन गर्नु पर्यो। सल्युसन गर्दाखेरि चाहिँ सबभन्दा पहिला त हामीले चाहिँ के हेर्नु पर्यो, फर्स्टमा चाहिँ तपाईँले चाहिँ ओभरबर्डन करेक्सन गर्नुहुन्छ। तपाईँले ओभर अब ओभरबर्डन करेक्सन गर्दाखेरि चाहिँ हामीले के ध्यान दिनुपर्ने हुन्छ भने हाम्रो ओभरबर्डन करेक्सन भनेको एन डैश ओभरबर्डन करेक्सन दैट इज इक्वल्स टू सी एन टाइम्स अफ हामीलाई दिएको चाहिँ एसपिटी भ्याल्यु हामीले राख्नु पर्यो। अब सिएन वेयर सिएन भनेको चाहिँ हाम्रो चाहिँ भ्यालुहरू चाहिँ किलो न्युटनमा दिएको रहेछ भने हामीले चाहिँ यसमा पनि किलो न्युटनमा लिनु 0.77 टाइम्स log 10 2000 अपन सिग्मा डैश हामीलाई चाहिँ इफेक्टिभ चाहिएको छ। अब यसको लागि त हामीलाई चाहिँ पहिला सल्भ गर्नु पर्यो। कतिमा चाहिँ सिग्मा डैश इक्वल्स टू हामीले चाहिँ पहिला चाहिँ स्ट्रेस निकाल्नु पर्यो। वर्टिकल स्ट्रेस जुन चाहिँ हामी गामा इन्टु एच गर्छौँ, हाइट गर्छौँ। अब यस्तै गर्दाखेरि चाहिँ हामीले चाहिँ के हेर्छौँ भने तपाईँले चाहिँ सिग्माको भ्यालु चाहिँ के युज गर्नुहुन्छ, गामा इन्टु एच। फर्स्टमा चाहिँ हाम्रो के रहेछ
तपाईँले क्वेसनमा हेर्दै जाँदाखेरि चाहिँ के हेर्नुहुन्छ भने 18 × 6 यो चाहिँ ड्राई रहेछ, त्यही भएर हामीले चाहिँ ड्राई लिन्छ। 18 × 6 प्लस अब हाम्रो चाहिँ के हेर्नुहोस् भने अर्को पनि हाम्रो चाहिँ 19 रहेछ। सो 19 लेख्दाखेरि चाहिँ 19 × 5 गर्नु पर्यो, प्लस अब अर्को चाहिँ हाम्रो के छ, गामा स्याट दिएको रहेछ। गामा स्याट दिएको छ भने गामा स्याट त हाम्रो के रहेछ यहाँ हेर्नुहोस् त, गामा स्याटमा त वाटर टेबल रहेछ हामीलाई। सो वाटर टेबलको लागि चाहिँ हामीले के हेर्नु पर्यो, 21 × 4 गर्नु पर्यो, माइनस अब वाटर टेबल त सब्ट्र्याक्ट गर्नु किनभने इफेक्टिभ लिनुपर्ने छ। 9.81 टाइम्स अब कतिमा रहेछ त वाटर टेबल, 4 मिटरमा रहेछ। द्याट इज इक्वल्स टु अब हाम्रो चाहिँ कति हो, 247 अन क्यालकुलेसन। यति चाहिँ भ्यालु हाम्रो आउन जान्छ। अब यति भ्यालु आइसकेपछि अब हामीले चाहिँ ओभरबर्डन करेक्सन देयरफोर एन ड्यास इक्वल्स टु सिएन कति रहेछ हाम्रो, सिएनको भ्यालु चाहिँ 0.77 log 10 2000 upon 247.76 इन्टु एसपिटी भ्यालु हाम्रो 39 रहेछ। अब यो सबै भ्यालु निकाल्दाखेरि चाहिँ हाम्रो भ्यालु चाहिँ कति आउन जान्छ, 27.23। अब यस्तो टेन्टेटिभली हामीले चाहिँ के भन्छ भने 28 चाहिँ हाम्रो चाहिँ भ्यालु रहेछ भनेर भन्छौँ हामीले। ओभरबर्डन करेक्सन हामीले गरिसक्यौँ। ओभरबर्डन करेक्सन सकिसकेपछि अब यसपछि हामीले के गर्छौँ भने तपाईँको चाहिँ ओभरबर्डन करेक्सन सकेपछि अब डाइलिटेसन करेक्सन गर्नु पर्यो हामीले चाहिँ। अब यो कतिखेर गर्नुपर्ने हुन्छ डाइलिटेन्सी करेक्सन, यदि हाम्रो ओभरबर्डन प्रेसर हामीले दिएको जुन ओभरबर्डन प्रेसर छ यदि 15 भन्दा चाहिँ बढी आउन जान्छ भने त्यति बेला चाहिँ हामीले डाइलिटेन्सी करेक्सन गर्छौँ। हेन्स as overburden correction value of SPT is 28, which is greater than 15, thus there is need of dilatancy correction. अब डाइलेटेन्सी करेक्सनलाई चाहिँ हामीले एन्ड डबल ड्यासले भन्छ। यो भनेको 15 प्लस 0.5 टाइम्स एन्ड ड्यास। अब यो एन भनेको चाहिँ कुन युज गर्छौँ भने ओभरबर्डनबाट करेक्टेड गरेको भ्यालु माइनस 15 प्लस 0.5 इन्टु 28 माइनस 15। अब यो क्यालकुलेसन गरिसकेपछि हामीले के हेर्छौँ भने भ्यालु चाहिँ हाम्रो 21.5 आउन जान्छ। भनेको द्याट इज टेन्टेटिभली हाम्रो एनको भ्यालु त कहिले पनि पोइन्टमा त राख्दैनौँ हामीले, त्यही भएर हामीले एन डबल ड्यासको भ्यालु चाहिँ यसलाई चाहिँ हामीले 22 भन्न जान्छ। त्यही भएर द करेक्टेड एसपिटी भ्यालु इज 22। यो चाहिँ हाम्रो एन्सर हुने भयो।